सबैजना नमस्ते। म चाहिँ अब रेडी भएर होइन, आज चाहिँ मेरो डे अफ हो। म चाहिँ बाहिर सानो मेरो काम छ होइन, त्यसको लागि चाहिँ जान आँटेको। त्यो काम चाहिँ के हो भन्दाखेरि तपाईँहरूलाई मैले भन्दिनँ, एकैचोटि देखाउँछु ल। त्यति नै हो आजको हो। त्यहाँदेखि चाहिँ बाहिर चाहिँ पुरा गरम छ, त्यसले गर्दाखेरि फर्मल हो एकदमै। चक्लिङ छ मेरो यहाँनिर, चक्लिङमै जान्छु किनभने जुत्ता लाउनु चाहिँ सक्दैन, इट्स भेरी हट आउटसाइड हो। सो यति नै हो आजको मेरो। बाई बाई। हेलो मेरो साथीहरू, म चाहिँ बाहिरबाट आएँ है। बाहिरबाट आएर यस्तो गरम भगवान्, फेरि छाता नलगी गएछु। अलिकति चाहिँ ब्रिज चाहिँ क्रस गर्नु पऱ्यो, त्यहाँदेखिको चाहिँ यस्तो साह्रो गरम थियो कि अन्तखेरि चाहिँ म चाहिँ आएर पनि फ्रेस भएर लुगासुगा फेरेर बसिरहेको छु हो। अनि म चाहिँ किन गएको थिएँ भन्दाखेरि चाहिँ म चाहिँ गएको कारण चाहिँ हो नि माइक्रो सेडिङको लागि चाहिँ म गएको थिएँ है। त्यस्तो चाहिँ धेरै टाइपको हुँदो रहेछ, तर मलाई चाहिँ साँच्चै नै मलाई चाहिँ त्यस्तो आइडियाजहरू छैन हो। मैले भनिहालेँ अस्ति पनि है, म चाहिँ अब अरूले मलाई सजेस्ट गर्छ, अरूको देख्छु के हो कसो भन्छु होइन, त्यसले गर्दा चाहिँ भन्छ। अन्त मलाई दुईजनाले चाहिँ भनिसकेको थियो, तिनीहरूले पनि गरेकोले गर्दा दुईजनाले चाहिँ भनिसकेको थियो होइन। त्यहाँदेखिको भरे फेरि अस्ति मेरो एकदमै क्लोज फ्रेन्ड है, उसले पनि गरेको रहेछ। अन्त उसलाई पनि सोद्धाखेरि चाहिँ राम्रो हुन्छ। म त नेचुरल, उसको चाहिँ भयो अरे 2 इयर्स भयो अरे, तर कस्तो नेचुरल देखेको क्या। अन्त मैले सोधेँ नि त तिम्रो नेचुरल के हो भनेको, त होइन उसले पनि यही गरेको रहेछ। मैले चाहिँ सेडिङ हुँदो रहेछ, ब्लिडिङ पनि हुँदो रहेछ, मैले चाहिँ सेडिङ गरेको होइन। त्यहाँदेखिको यो चाहिँ 2 to 3 इयर्स बस्छ अरे नि त, त्यसले गर्दाखेरि मैले चाहिँ उसको पनि देखेर चाहिँ फाइनल चाहिँ गरौँ न त भनेर चाहिँ गरेको छु। अनि फर्स्ट डे भएकोले गर्दा चाहिँ डार्क एकदमै कलर चाहिँ डार्कै हुन्छ अरे। त्यहाँदेखि बिस्तारै बिस्तारै चाहिँ सेड यो उयो हुँदै जान्छ भनेको छ। अनि है ठिकै छ, राम्रो देख्दो रहेछ। तर आज चाहिँ अब अलिक चकिलो डुप्लिकेट देखिरहेको छ। अब हेरौँ 1-2 दिनमा। म त कहिले पनि यति लामो नभएर होला, आफूलाई कति खुसी लागेको छ न त टेरिका। के गर्नु है, नेचुरल छैन अब हो, डुप्लिकेट चाहिँ गर्दै बस्नु पऱ्यो। जति बुढी हुँदै गयो त्यति नकल पार्दै जानुपर्ने रहेछ है साथीहरू। त्यस्तो हुँदो रहेछ जिन्दगीमा टेरिका। ल हुन्छ, त्यति नै थियो मेरो आजको अपडेट हो। अब यस्तै भिडियोजहरू आउँछ, के गर्नु, अल्छी नमान्नुहोस् होला है। अब लाइफमा के हुँदैछ कसो हुँदैछ नि त हो आउने कुराहरू होइन। अन्त फेरि यसमा सानो के जोइन गर्नु मन पऱ्यो भन्दा चाहिँ मेरो कतिजना मलाई मेरो बहिनीहरू है, मेरो फ्यामिलीकोहरूले चाहिँ मेरो हस्बेन्डलाई पनि ल्याउनु नि भिडियोमा भनेर भन्दै थियो नि त अस्ति होइन। त्यहाँदेखि तिमीहरूले पनि हेर्दैछस् भने है, तिमीहरूको लागि हो यो। मेरो हस्बेन्ड तिमीहरूको भेना है, तपाईँहरूको के भन्नु, तिमीहरूको भेना चाहिँ एकदमै आउनु मान्दैन कान्छीहरू हो। त्यसले गर्दाखेरि भेनालाई चाहिँ फेस टु फेसै भेट तिमीहरू हो। के पो क्यामेरामा चाहिँ फिलहाल तेरो दिदीलाई मात्रै हेर्दै गर अहिले है। त्यहाँदेखि भेनालाई चाहिँ म डाइरेक्ट तिमीलाई भेटाउनु नै लिएर आउँछु हो। त्यति नै हो। अस्तिदेखिको भन्दै थियो मलाई क्या, कतिजनाले भनिसक्यो तँ मात्रै आउँछस्, तिमी मात्रै आउँछौ, ल्याउँदैनौ खै हाल न भनेर भन्छ नि त। मान्दैन त के गर्नु हो, त्यस्तै छ साथीहरू है, त्यस्तै हुँदो रहेछ। ब्याक सपोर्ट चाहिँ पुरा छ क्या, क्यामेरा पक्रेर मलाई भिडियोग्राफी होइन, मेरो भिडियोहरू गरिदिनु। अन्त मैले भिडियो पोस्ट गर्नुभन्दा अगाडि हेर्नु त एकपल्ट कस्तो भयो भने कति एडिटिङमा के जातिमा चाहिँ हेल्प चाहिँ पुरा गर्छ कि, तर भिडियोमा चाहिँ आउनु मान्दैन हो। त्यति हो बहिनी, ल तिम्रो लागि हो यो भिडियो चाहिँ हो। यो लास्ट पार्ट चाहिँ मैले एकदमै स्पेसली तिम्रो लागि। सो त्यति भन्दैमा म आजको भिडियो चाहिँ यतिमै अन्त गर्दछु है। त्यहाँदेखि फेरि अब नेक्स्ट भिडियोमा यसको सेड पनि कस्तो हुँदो रहेछ म भन्छु तपाईँहरूलाई ल। बाई बाई सबैजना।